वेलकम टु भोजपुर। कस्तो महसुस भइरहेछ भोजपुरमा? भोजपुर आफ्नो जिल्ला धेरै प्यारो लागिरहेछ, न्यानो पनि लागिरहेछ। काठमाडौँमा जाडोले रास्ता यस्तो छ। भनेपछि त नि अब यता हुन्थ्यो। यो बाइक छोड्दै क्या भान्जाको बाइक छोड्दै टेमके सहितको सिन हेर्नुहोस् है ल। हाम्रो टक्सारबाट साह्रै मजाले देखिरहेको छ टक्सारको बजार यहाँ तल। यता हेरिदिउँ त, हाई गरिदिउँ त। हेलो, हामी एयरपोर्ट जाँदैछौँ विजय दाइलाई ल्याउनु हो त। र एयरपोर्ट जाँदा चाहिँ हामीले धेरै पछि निकै भयो 1 वर्ष जाति हो। हामी टक्सार नआएको, टक्सार हेर्दैछु बसी बिताएर। हजुर, हाम्रो आँखा सेक्ने कार्यक्रम भइरहेछ है। त्यही त कस्तो राम्रो सिन देखियो क्या यहाँनिर हेर्नु त ल। ठ्याक्कै टेमके डाँडा है, चखेवा पनि देखिरहेछ। एयरपोर्ट जाने बाटो कति बवाल छ हेर्नुहोस् त साथीहरू। गरेको छैन। ओहो हो ल, हेर्नुहोस् त फेरि हामी भोजपुर एयरपोर्टमा आइपुगेको छौँ। यहाँ एउटा एरोप्लेन ल्यान्डिङ भइसकेको छ। हाम्रो विजय भतिज चाहिँ यहाँ आइपुगेको छ। अब यसलाई हामी पिकअप गर्न जाँदैछौँ है त। यस्तो चाहिँ एङ्गल खिच्नु पर्छ के बाटो दुईजना भने यहाँबाट एउटाले उ त कर्नर। एकजना यहाँ बसेर खिच्नु पाएको हुन्थ्यो। यहाँबाट पनि राम्रो आउँछ तर उँभोको चाहिँ आउँदैन। ऊ माथिबाटै ठिक रहेछ क्या खिच्नु चाहिँ। त्यो दार्जिलिङबाट जाने बाटो त्यो अलिक तलतिर झार्नु ऊ त कच्ची रोडबाट गरेको अन्त ल। भोजपुरको टक्सार एयरपोर्ट यस्तो छ साथीहरू। हाम्रो विजय भतिजलाई फेरि लिन अस्ति उडाउन गएको थियौँ, फेरि हामी लिन आउँदैछौँ। हाम्रो विजय भतिजलाई लिन भनेर हामी फेरि आइसकेको छौँ। यहाँको अवस्था हेर्नुहोस् आदरणीय दर्शक। धान काटेर दस्ता बनाएको आदरणीय दर्शक, हामी धान काट्नेलाई टक्सार एयरपोर्टमा आइसकेको छौँ। आदरणीय दर्शक, हाम्रो ल्यान्डिङ भयो। अब हामी जान्छौँ भोजपुर विमानस्थलमा आइसक्यौँ। अब हाम्रो विजय भतिजलाई हामी रिसिभ गर्न जाँदैछौँ। अब हामी प्रतीक्षा गर्ने ठाउँतर्फ लाग्दैछौँ। एउटा नयाँ अपडेट भनेको चाहिँ यहाँ एउटा नयाँ टर्मिनल बनिरहेछ है, स्पेसल खालको भोजपुरमा। तर यो कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने चाहिँ अलिकति बुझिएन। यो निकै वर्ष भयो सुरु गरेको। यो टावर छ नि, यो टावरको काम चाहिँ ऊ त्यहाँ माथि हुने क्या। त्यहाँ एटिसी हुन्छ क्या, एयर ट्राफिक कन्ट्रोल। ल हेर्नुहोस् अगाडि टेमके डाँडा, यता एयरपोर्ट। ओहो, प्लेन त लुकाएर पार्किङ गरेछ आज त। खिच्छ भनेर हो कि हौ। ओहो, त्यो त जानु दिँदैन होला। ल यहाँ आफन्तहरू प्रतीक्षामा हुनुहुन्छ रिसिभ गर्नेहरू। अनि हाम्रो विजय भतिज चाहिँ यहाँनिर आइसकेको छ। प्लेनबाट झरिसक्यो कि विजय भतिज कति बेला चाहिँ आइपुग्छ भनेर हामी बेग र प्रतीक्षामा छौँ। हाम्रो मान्छे यहीँ रहेछ त, बोल्दैन त ल। एक्लै त्यसरी कता हो कता हो कता हो। नाति त अघि आएको हो, तर नातिलाई त अग्रिम स्वागत गाडीमा। हजुर, ओहो के भन्छ विजय भतिजको लगेज लिएर आउँदै हाम्रो कमलजी। ओहो, हाम्रो कमलजीलाई एकदम धेरै धेरै धन्यवाद छ लगेज ल्याइदिनु भएकोमा। अलिक स्माइल गर्नु न, कस्तो हो अलिक धेरै धेरै धन्यवाद छ यहाँ। भारी बोकायो भने रिसाएको।
ओइ मैले मान्छे देख्नु घामको टक परेको ल अब हामी है भोजपुर यो विजयवती वेलकम टु भोजपुर कस्तो महसुस भइरहेछ भोजपुरमा भोजपुर आफ्नो आफ्नो जिल्ला धेरै प्यारो लागिरहेछ न्यानो पनि लागिरहेछ काठमाडौँमा जाडोले झन्डै मऱ्यो हो र मलाई लिन आउनु भएको छ ल मेरो काका ल आनन्दले हामी भोजपुर बजार घुम्ने है त हस् धन्यवाद हस् मेरो ह्यान्डसम नाति मेरो आध्यात्मिक कमल दाजु पनि आउनुभएको छ उहाँहरूलाई पनि धन्यवाद धन्यवाद अब हामी यहाँ चाहिँ हिँड्छौँ आएर ओके ल यता बसाएँ है म चाहिँ ओके